नमस्ते सबैजनामा। आजको क्लासमा मैले तपाईहरुकै रिक्वेस्टमा घरमा प्रयोग गर्ने सामानहरु जसलाई कोरियन भाषामा कसरी उच्चारण गरिन्छ त कसरी पढ्ने त्यसको बारेमा भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला है त। कोरियन मिनिङ जसलाई छिबेस सायोङ हानन मुलगन, यो भनेको के हो त? छिबेस भनेको घरमा, सायोङ भनेको प्रयोग, हानन भनेको गर्ने, मुलगन भनेको सामान है त। घरमा प्रयोग गरिने सामानहरु जसलाई हामीले कोरियनमा के भनेर भन्छौं त? यही कुरालाई आजको क्लासमा पढ्ने छौं है त। साथीहरु, मिनिङ पढ्न सुरु गरौँ है त। राम्रोसँग ध्यान दिएर स्किप नगरिकन हेर्नु होला। यो भिडियो एकदमै इम्पोर्टेन्ट हुने छ हजुरहरुको लागि। मैले यहाँनिर सुरुमा कोरियनमा लेखेको छु, हेर्नु त। कोरियनमा यहाँनिर लेखेको छु मैले सुरुमा। त्यसपछि यसलाई नेपालीबाट कसरी उच्चारण गरिन्छ त यसको उच्चारणको बारेमा यहाँ लेखेको छु भने अर्को यो ठाडो लाइनमा कोरियनलाई नेपालीमा के भनेर भनिन्छ त त्यसको बारेमा कोरियन टु नेपाली मिनिङ लेखेको छु, हेर्नु है त। ल, सुरुमा रहेको छ लादियो है। लादियो भनेको के हो त? रेडियो। लादियो भनेको रेडियो। अर्को छ सनफुङ्गी है, यसलाई सनफुङ्गी भनेर भनिन्छ। सनफुङ्गी भनेको नेपालीमा पंखा, फ्यान है। सनफुङ्गी भनेको पंखा। अर्को छ कम्प्युटर। कम्प्युटर भनेको कम्प्युटर, यो इंग्लिश मिनिङबाटै आएको है। कम्प्युटर भनेको कम्प्युटर भनिन्छ। त्यस्तै गरी अर्को रहेको छ टेलिभिजन। टेलिभिजन, टेलिभिजन भनेको टिभी भयो, टेलिभिजन। टेलिभिजन भनेको टेलिभिजन। त्यस्तै गरी अर्को रहेको छ फाप्सोत। फाप्सोत भनेको नेपालीमा राइस कुकर भन्ने मिनिङ हुन्छ है। राइस कुकरलाई कोरियनमा फाप्सोत भनेर भनिन्छ। अर्को रहेको छ छङ्गी फाप्सोत है। छङ्गी फाप्सोत। छङ्गी फाप्सोत भनेको के हो त? इलेक्ट्रिक राइस कुकर है। छङ्गी भनेको चाहिँ विद्युतीय, इलेक्ट्रिक भन्ने हुन्छ भने फाप्सोत भनेको राइस कुकर है। छङ्गी फाप्सोत भनेको इलेक्ट्रिक राइस कुकर। त्यस्तै गरी अर्को मिनिङ नेङजाङ्गो। नेङजाङ्गो भनेको फ्रिज है। फ्रिजलाई कोरियनमा नेङजाङ्गो भनियो है। नेङजाङ्गो भनेको फ्रिज। त्यस्तै गरी छनवा भनेको फोन है। फोनलाई कोरियनमा छनवा भनिन्छ है। त्यस्तै गरी अर्को सिगे। सिगे भनेको के हो त? घडी। सिगे भनेको घडी। त्यस्तै गरी फित। फित भनेको काइयो है। फित भनेको काइयो। फित भनेको काइयो। खौल। खौल भनेको ऐना। ऐनालाई खौल भनेर भनिन्छ है। त्यस्तै गरी अर्को फिच्चारू। फिच्चारू भनेको कुचो है। फिच्चारू भनेको कुचो। मन्जी थरी। मन्जी थरी भनेको धुलोहरू झार्ने हुन्छ नि, त्यसलाई मन्जी थरी भन्छ। डस्टिङ पनि भनिन्छ है यसलाई। मन्जी थरी भनेको के हो त? धुलो झार्ने, डस्टिङ है। साथीहरु, हजुरहरूले यी मिनिङहरू इपिएस एक्जाम पास गर्नको लागि जान्नै पर्ने हुन्छ है। हजुरहरूलाई यी मिनिङहरू मध्येबाट एक्जाममा पिक्चर दिएर त्यो पिक्चरलाई के भनिन्छ त भनेर तलपट्टि अप्सन दिएको हुन्छ। त्यो अप्सन मध्येबाट हजुरले एउटा अप्सन चुज गर्नुपर्ने हुन्छ। जुन एन्सर मिलाउनको लागि यी मिनिङहरू हजुरहरूले अनिवार्य रूपमा पढ्नै पर्छ है। त्यही भएर एकदमै इम्पोर्टेन्ट रहेको छ। भिडियोलाई स्किप नगरिकन यी मिनिङहरू सबै हेरेर राम्रोसँग पढ्नु होला है त। ल, फेरि पनि सुरु गरौँ। उसान। उसान भनेको छाता है। उसान भनेको छाता। छिटसोल। छिटसोल भनेको ब्रस, दाँत माझ्ने ब्रसलाई छिटसोल भनेर भनिन्छ। त्यस्तै गरी छियाक भनेको टुथपेस्ट है। हजुरहरूले कोलगेट, मन्जन के भनेर बुझ्नुहुन्छ। छियाक भनेको टुथपेस्ट, छिटसोल भनेको ब्रस भयो, छियाक भनेको टुथपेस्ट है। त्यस्तै गरी अर्को रहेको छ फागुनी। फागुनी। फागुनी भनेको टोकरी है। फागुनी भनेको टोकरी। त्यस्तै गरी इबुल। इबुल भनेको सिरक है। इबुल भनेको सिरक। फेगे। फेगे। फेगे भनेको सिरानी है। फेगे भनेको सिरानी। ओत। ओत भनेको कपडा। ओत भनेको कपडा। छिम्दे। छिम्दे भनेको के हो त? बेड है, सुत्ने बेड है। छिम्दे भनेको बेड भयो। छिमसिल। छिमसिल भनेको बेडरुम है। हेर्नु त, छिम्दे भनेको बेड, छिमसिल भनेको बेडरुम है। त्यस्तै गरी अर्को मिनिङ हेर्नु होला सोफा। सोफा भनेको सोफा नै भइहाल्यो, यो पनि इंग्लिशबाटै आएको हो। त्यस्तै गरी सुगन। सुगन भनेको नेपालीमा टावेल है। टावेललाई कोरियनमा सुगन भनिन्छ। युजी। युजी भनेको टिस्यु पेपर। त्यस्तै गरी सुत्कारक। सुत्कारक भनेको चम्चा। सुत्कारक भनेको चम्चा। छत्कारक भनेको चबिस्टिक। चबिस्टिक भनेको त बुझ्नुहुन्छ, थाहा छ नि। सुत्कारक भनेको चम्चा, छत्कारक भनेको चबिस्टिक है। खाल। खाल भनेको चक्कु। खाल भनेको चक्कु। सिन्बालजाङ। सिन्बालजाङ भनेको जुत्ता राख्ने दराज र्याक है।
सिनबाल भनेको जुत्ता हो है, सिनबाल भनेको जुत्ता हो। सिनबालजाङ भनेको जुत्ता राख्ने दराज है। त्यस्तै गरी ओच्चाङ, ओच्चाङ भनेको कपडा राख्ने दराज है। ओत भनेको कपडा भयो, ओच्चाङ भनेको कपडा राख्ने दराज। त्यस्तै गरी खाबाङ, खाबाङ भनेको झोला, खाबाङ भनेको झोला। खप भनेको कप, खप भनेको कप भइहाल्यो। युरी खप, युरी खप भनेको सिसाको कप है, युरी भनेको सिसा हो, युरी खप भनेको सिसाको कप है। छेक, छेक भनेको किताब, किताबलाई चेक भनेर प्रोनाउन्स गरिन्छ है कोरियनमा। त्यस्तै गरी छेक्साङ भनेको किताब राख्ने टेबल, छेक्साङ भनेको किताब राख्ने टेबल है। छेक भनेको किताब भयो, छेक्साङ भनेको किताब राख्ने टेबल है। बुझ्नु भएको छ नि। त्यसपछि फिनु भनेको साबुन, फिनु भनेको साबुन भयो। त्यस्तै गरी स्याम्पू, स्याम्पू भनेको स्याम्पू नै भइहाल्यो, स्याम्पू भनेको स्याम्पू। उइजा, उइजा भनेको कुर्सी है, उइजा भनेको कुर्सी। खागु भनेको फर्निचर भयो। खाउई, खाउई भनेको कैँची है, खाउई भनेको कैँची। फ्याक्सिगे भनेको भित्ते घडी, फ्याक्सिगे भनेको भित्ते घडी है। सिगे भनेको घडी हो, फ्याक्सिगे भनेको भित्ते घडी है। फ्याक भनेको भित्ता भन्ने मिनिङ हुन्छ है, फ्याक्सिगे भनेको भित्ते घडी। त्यसपछि खाफेत, खाफेत भनेको कार्पेट, खाफेत भनेको कार्पेट। नेम्बी, नेम्बी भनेको डेक्ची है, तरकारीहरू राख्ने डेक्चीलाई नेम्बी भन्छ। यी मिनिङहरू सजिलो पनि छ साथीहरू, र हजुरहरूले पढ्नै पर्ने एकदमै इम्पोर्टेन्ट मिनिङहरू हुन् है। अर्को हेर्नु त, फुवक, फुवक भनेको भान्साकोठा किचन, फुवक भनेको भान्साकोठा। खथुन, खथुन भनेको पर्दा, खथुन भनेको पर्दा। सेथाक्की, सेथाक्की, सेथाक्की भनेको वासिङ मसिन है, सेथाक्की भनेको वासिङ मसिन। सिकथाक, सिकथाक भनेको डाइनिङ टेबल, खाना खाने टेबल, सिकथाक भनेको डाइनिङ टेबल। त्यस्तै गरी थाक्चा, थाक्चा भनेको टी टेबल है, चिया खाने टेबललाई थाक्चा भन्छ। त हेर्नु त, सेकथाक्की भनेको वासिङ मसिन, सिकथाक भनेको डाइनिङ टेबल, थाक्चा भनेको टी टेबल है। छप्सी, छप्सी भनेको प्लेट हो, छप्सी भनेको प्लेट। त्यस्तै गरी खिरुम, खिरुम भनेको तेल, तेललाई कोरियनमा खिरुम भनेर उच्चारण गरिन्छ है त। सुरेगी थोङ, सुरेगी थोङ भनेको डस्टबिन है, सुरेगी थोङ भनेको डस्टबिन। त्यस्तै गरी वाबुन, वाबुन भनेको गमला, वाबुन भनेको गमला। एयखन, एयखन भनेको एसी है, एयखन भनेको एसी। सिनबाल, सिनबाल भनेको जुत्ता, सिनबाल भनेको जुत्ता भयो। थारिमी, थारिमी भनेको आइरन है, थारिमी भनेको आइरन। याछे, याछे भनेको तरकारी सागसब्जी है, याछे भनेको तरकारी अथवा यसलाई सागसब्जी पनि भनिन्छ। ल साथीहरू, आजको क्लासमा हामीहरूले घरमा प्रयोग गरिने सामानहरू जसलाई कोरियनमा के भनिन्छ त त्यसको बारेमा आजको क्लासमा पढिसकेका छौँ। हजुरहरूले पनि यस्तै गरी लाइन तानेर मिनिङ लेखेर राम्रोसँग पढ्नु होला। यी मिनिङहरू एकदमै इम्पोर्टेन्ट हुन्छन् र इक्जाममा पनि 100% यी मिनिङहरूबाट हजुरलाई क्वेसनहरू आइरहेको हुन्छ। त्यही भएर राम्रोसँग पढ्नु होला भन्दै आजको क्लासलाई मैले यहीँनिर एन्ड गरेँ। थ्याङ्क यू।